अतिथिले आफ्नो भनाइहरू प्रस्तुत गरेर जानुभएको छ। उनको सहयोग भक्तजन महानुभावहरू रुद्री पाठमा पनि सहभागी भई प्रसाद वितरण पनि भइरहेको हुँदाखेरि लगायत हामी शिवराजपुरभित्र साथीहरू ढुङ्गानाको केटा हो बल्ल बल्ल माथाबाट लिएर आएको चिल्लम पाराको गाँजा हानेर आज शिवरात्रिमा हुम्म भइदिने है केटा हो। ल ल ल विमल रे शम्भु रे शिवजीको प्रसाद होस् कानै पर्छ है हुम्म भइदिए। जय शम्भु लीला अब्राम पारम हे शिवजीको प्रसाद खाँदै हामी त मुला लाज छैन शिवजीको प्रसाद खान यस्तो रे प्रसाद खाने के अरे बढी बोलिस् खल्ली सबलाई पिच्छु हल्ली हल्ली तिमीलाई थाहा होइन आज शिवरात्रि हो। शिवरात्रिको प्रसाद खा यो कागज सागज हाम्रो माल हाम्रो ओए यसले त मेरो माथा गडीको चिप्पड माल फाल्दियो। बाबुहरू के गरेको यस्तो तिमीहरूले यस्तो पण्डितहरूको भक्तलाई हान्ने यस्तरी हेर त बिचारलाई कस्तरी पिटेको। बाबु तिमी आऊ त खासमा कुरा के भएको? हामी त माथिबाट मन्दिरबाट आउँदै थियौँ अनि आउँदाखेरि चाहिँ यहाँ यिनीहरू चाहिँ भाङ खाँदै बसेको रहेछ शिवजीको प्रसाद। मैले चाहिँ केही भनेको थिएन, राम्रोसँग के गरेको यस्तो झाडीमा बसेर भन्दाखेरि चाहिँ यिनीहरू आफै आएर हात हाल्ने हामीलाई। कुरा यस्तो भयो? हजुर। सुरुमा हात कसले हालेको? सुरुमा हात चाहिँ मैले हालेको। हात हाल्नु पनि केही काम थियो त्यहाँ? यो बडी बोलिरहेको थियो। यो बाटो हिँड्दै गर्दाखेरि हामी त तोप तानेर बसेको थियौँ। यार ओए भन्यो अनि मैले चार्जमा थिएँ हान्थेँ अनि त को होस् र हात छोड्ने? इलाकाको डर तँलाई किन चाहियो? अझै बढी बोल्छस्? पुलिस बोलाम? पुलिस त मेरो मामा हो, बोला। अझै मामा हो भन्छ? होइन होइन काजीबा, पुलिसलाई चाहिँ नबोलाम। आज चाहिँ शिवको प्रसाद धेरै खाएको छन् साथीले, त्यही भएर चाहिँ आज यिनको अलिकति माइन्ड ठिक ठाउँमा छैन होइन, त्यही भएर चाहिँ पुलिसलाई नबोलाम। यो केसलाई चाहिँ हेरिराख्दिमै काजीबा। ल अब चाहिँ हामी पनि जान्छौँ मिलेर। आधालाई छोडिदिएँ मैले। ल ल हुन्छ, यसलाई सम्झाएर राख है। हुन्छ 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 काजीबा, जानु है त। ल नमस्ते सम्पूर्णमा हामी चाहिँ A1 बोइजका टिमहरू र हाम्रो यही बुधबार